हेलो नमस्ते शिवानी सबैजनालाई वेलकम ब्याक माई सुजाता चामलिङ ब्लग एन्ड तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्दै आशाको साथमा आजको नयाँ भिडियो लिएर आइसकेको छु। म पनि एकदमै सन्चै छु। आज चाहिँ बस्तीको लोकल सुप खाने कुखुराको भनेर चाहिँ यहाँ चाहिँ म चाहिँ मसला रेडी पार्दैछु है। फलिरहेको छ हाम्रो यो चाहिँ सोप हो। मसिनो पनि छ। यहाँ चाहिँ हाम्रो लसुनबारी हाम्रोतिर चाहिँ सबै लोकलै हुन्छ। हामी लोकल, कुखुरा लोकल, लसुन लोकल है, सबै लोकलै लोकल। यहाँ चाहिँ हाम्रो कुखुराको मासु पनि काटिसक्यो हो, मुला पनि मिक्स गरेको, यहाँ मसला पनि सबै रेडी भइसक्यो। यो चाहिँ म चाहिँ तल चुलामै पकाउने, यो चाहिँ साधुको लागि बनाउँदैछ। सो म चाहिँ गएको। अब चाहिँ यहाँ चाहिँ बनाउँदैछु। यहाँ मासु छ हो, मसलाहरू भुन्दैछु, प्याज टमाटरहरू। हाम्रोतिर चाहिँ लाइट छैन र चाहिँ क्यान्डल बालिरहेको छु। आज चाहिँ क्यान्डल क्लिनर हुने रहेछ, रोमान्टिक भन्ने। लाइट पनि आयो, लाइट पनि गयो। आयो यहाँ चाहिँ मासु पाक्दैछ, लोकल पोथीको। सबैले भाले खान्छ, हामी चाहिँ पोथीको, लोकल पोथीको, बस्तीको प्योर बस्तीको पोथीको चाहिँ अब सुप बनाएर खाने हो। किनभने चाहिँ पानी परिरहेको छ, धुमिरहेको छ हो। यहाँ चाहिँ म चाहिँ सब्जी बनाउँदैछु। एकदम आगोमा पकाएको चाहिँ एकदमै मिठो हुन्छ। यहाँ चाहिँ सुप, अन्त यो चाहिँ धानको माम र मकैको माम, मिक्स चामलको माम है। अब हामी चाहिँ खाना खानु थाल्यौँ। तपाईँहरू खानुभयो कि भएन? यसरी नै सुजाताको भ्लगमा भेट्दै गरौँ होला नेक्स्ट भिडियोमा।